हेलो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आफ्टर लङ टाइम पछि मेरो मिनी भ्लग आउँदैछ। अनि साथीहरू, यो चाहिँ हिजो न्यु इयर मनाउन हिँडेको भिडियो हो। अनि यहाँ चाहिँ म साथीहरूलाई पर्खिरहेको छु। साथीहरूले मलाई ठ्याक्कै 2 घन्टा कुराए। मलाई यति झ्याउ यति बोर लाग्यो, कुर्नी जस्तो झ्याउहरू केही होइन होला जस्तो लाग्छ मलाई। फाइनली 2 घन्टाको पर्खाइपछि साथीहरू आइपुगे। साथीहरूले फेरि उहाँ मालारानीको गाडी रहेछ यो चाहिँ। हामी चाहिँ यसरी सबै मालरानीको उसहरूसँग भेट भएर हामी जाँदैछौँ। अनि साथीहरू, यो ठाउँ चाहिँ बाँसखोला भन्छ होला सायद। यो ठाउँ चाहिँ यति रमाइलो लाग्छ मलाई। अनि साथीहरू, यहाँको घरहरू पनि यति राम्रो राम्रो छ। यहाँको ठ्याक्कै पोखराको भाइब्स दिने खाल। अनि साथीहरू, यो चाहिँ हटियाको पहिलो बजार। अनि हामी चाहिँ सिधै हटिया नपसेर हामी चाहिँ सिधै गाईघाट जाने भनेको थियौँ। अनि यो हरिचौर बजार हो, यहाँबाट ठ्याक्कै दरबार जान्छ। अनि हामी चाहिँ दरबार नपसेर सिधै गाईघाट आइयो साथीहरू। गाईघाटमा यो हो गाईघाटको झरना। अनि साथीहरू, यो हिजो गाईघाट न्यु इयर मनाउने गाईघाटमा यति भिड थियो, यति धेरै आउनु थियो न्यु इयर मनाउन, यति धेरै भिड। अनि यहाँ चाहिँ आदि भइसक्यो भन्दै हुनुहुन्थ्यो मान्छेहरूले। अनि यहाँ चाहिँ फोटोहरू खिच्दैछन्। म चाहिँ यसरी भिडियो, मेरो चाहिँ फोटोभन्दा पनि धेरै भिडियो गराउने बानी अब भइसक्यो मलाई चाहिँ। अनि यहाँ चाहिँ मेरो भान्जी। अनि साथीहरू, यहाँ चाहिँ फेरि मेरो नन्द है। अनि साथीहरू, मैले नानीको पनि फोटोहरू खिचिदिएँ। अनि फेरि 1-2 भिडियोहरू नि गराइदिएँ। ल, मेरो छोरीको अब फेरि पोज फेरि खतरा आउँदैछ है साथीहरू, मेरो छोरीको पोज नि। अनि साथीहरू, हामी चाहिँ उहाँहरूलाई पछाडि, साथी अघि गएको साथीहरूलाई पछाडि छाडेर हामी चाहिँ लाग्यौँ, किनकि हामीलाई अलिक ढिला हुन्छ जस्तो भएर उहाँहरूलाई आनन्दले घुमेर आउनु भनेर हामी चाहिँ आयौँ। अनि साथीहरू, यो चाहिँ गलकोट हटिया बजार हो। हामी चाहिँ फुड फेस्टिभल एकछिन हेरौँ न त भनेर मेला लगाइरहेको थियो। यो चाहिँ न्यु इयरको। अनि यहाँ चाहिँ स्टलहरू, खानाको स्टलहरू थियो, 4-5वटा थियो। अनि यहाँ चाहिँ आफ्नो आफ्नो उसले राख्नु भएको थियो। अनि हामीलाई भोक लागेर चाहिँ हामीले मोमो खाना थाल्यौँ यहाँ स्टलमा। एउटा स्टलमा चाहिँ मोमो चाहिँ एकदम मिठो जुसी थियो। अनि मलाई एउटा मन परेको कुरा भनेको साथीहरू, यहाँको स्थानीय उत्पादनलाई धेरै महत्त्व दिएको थियो। जस्तो कि यो टपरी, सालको टपरी जस्तो कि प्लास्टिक युज नगरेर यस्तो टपरी युज गरेको थियो। अनि साथीहरू, मोमो यति मिठो थियो। अनि मोमो खाँदा मलाई मेरो जिउ पोलेर अझसम्म मलाई खाना भएको छैन राम्रोसँग। हामी चाहिँ यसरी रमाइलो गर्दैछौँ। हाम्रो चाहिँ हिजोको दिन एकदम इन्जोय, एकदम रमाइलो भयो। तपाईँ न्यु इयर कसरी मनाउनु भयो साथीहरू? अनि हामी चाहिँ यसरी खाजासाजा खाएर फेरि हिँड्यौँ। अनि यहाँ चाहिँ स्टलहरूमा हेरी थोरै कपडाहरू अनि चिम्टीहरू राख्नुभएको थियो। अनि हामी चाहिँ अगाडि पुग्दाखेरि यहाँ यति ठुलो बियरको बेलुन देख्यो। हामीले एकछिन त्यहाँ रमाइलो गऱ्यौँ। अनि यहाँ चाहिँ गलकोटे बाजाहरू पनि थियो, हामीले हेर्दै थियौँ त्यहाँ। अनि भैलो सोह्रथी नाच